आज चाहिँ बुवाले आफ्नै स्टाइलमा फिस करी बनाउँदै हुनुहुन्छ। हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। म चाहिँ मुना न्यौपाने, चितवन देवनगरबाट। मेरो बुवाको माछा पकाउने तरिका हजुरहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला। आज चाहिँ दाइले दिउँसै माछा ल्याएर छोडिदिनु भएको थियो अनि बुवालाई भन्दै हुनुहुन्थ्यो हामी चाहिँ आउन ढिला हुन्छ, बेलुका हुन्छ होला, त्यही भएर तपाईँले माछा बनाएर राख्नु है बुवा, तपाईँले मिठो बनाउनुहुन्छ भनेर भन्नुभएको थियो। अब छोराले त्यति भनेपछि त बुवा त फुरुक परेर माछा बनाउनतिर लाग्नुभयो। प्राय हाम्रो घरमा चाहिँ बुवाले नै माछा बनाउनुहुन्छ। बुवाले सुरुमा माछा लिनुभयो, त्यसमा स्वादअनुसारको नुन, मसला, बेसार अनि थोरै तोरीको तेल हालेर त्यसलाई मजाले मोल्नुभयो। तातिसकेको तेलमा माछालाई हालेर फ्राई गर्दै हुनुहुन्छ। अनि बुवाले बिचबिचमा माछा भित्र पाकिसकेको छ कि छैन भनेर हातले पनि चेक गर्दै हुनुहुन्थ्यो। मम्मीले यता माछाको लागि लसुन कुट्दै हुनुहुन्छ। माछा चाहिँ अब फ्राई गरेर सकिसकेको थियो। माछा फ्राई गरेको तेलमा चाहिँ खासै मिठो नहुने भएको भएर हामीले नयाँ तेल हालेर त्यसमा प्याज फुराउँदै हुनुहुन्छ बाबाले। रातो हुने गरी भुट्नु भएको छ। अनि त्यसैमा लसुन हालेर अनि पिरो हालेर स्वादअनुसारको मसला, बेसार हालेर फेरि मजाले भुट्दै हुनुहुन्छ। अनि थोरै पानी एड गर्नुभयो। पानी एड गरिसकेपछि अब एकैछिन मजाले त्यसलाई पाक्न दिनुभएको छ। अब त्यो रस उम्लिसकेपछि चाहिँ बुवाले माछा त्यसमाथि हाल्दै हुनुहुन्छ। हाम्रो घरमा चाहिँ टमाटर सिद्धिएको थियो अनि त्यो ठेलावाला अङ्कलले लिएर आउनु भएको रहेछ अनि हामी टमाटर किन्नतिर लाग्यौँ। टमाटर आइसक्दा त माछा पनि पाकेर सकिसकेको थियो, त्यही भएर हामीले चाहिँ माछामा टमाटर चाहिँ हालेन। मम्मीले अमिलो हाले पनि हुन्छ भन्नुभएको थियो। मलाई चाहिँ फ्राई माछा एकदमै मनपर्छ अनि झोल चाहिँ मलाई खासै मन पर्दैन किनकि स्मेल आएको जस्तो लाग्छ, त्यही भएर मैले माछाको झोल चाहिँ खाँदिनँ। अनि मेरो लागि चाहिँ छुट्टै मासु पाक्छ, त्यो पनि कुखुराको मासु। अनि मेरो लागि मासु चाहिँ मैले आफैले पकाउँदैछु। मलाई चाहिँ हल्का ग्रेभी भएको मासु चाहिँ एकदमै मिठो लाग्छ। मैले चाहिँ सुरुमा मासुलाई मजाले भुटेँ रातो हुने गरेर अनि त्यसलाई निकालिसकेपछि प्याज, लसुन, टमाटर हालेर त्यसको ग्रेभी बनाएँ। त्यसमा स्वादअनुसारको मसला, नुन, बेसार हालेर त्यसलाई पाक्न दिएँ। अनि त्यसमा चाहिँ भुटिसकेको मासुलाई फेरि एड गरेँ अनि पकाएर निकालेँ। मासु चाहिँ मेरो र बुनुको लागि थियो। बुनु चाहिँ पिरो खाने नि त, त्यही भएर अनि बुनुको लागि छुट्टै झिक्दिएको थिएँ। अनि मैले चाहिँ खुर्सानी हालेर फेरि पकाएँ। त्यसमा पाकिसकेपछि मासुको टेक्स्चर चाहिँ यस्तो थियो, हेर्दै खाउँ लाग्दो। अब चाहिँ हामी खाना लाग्यौँ कि दाइले हामी आउँदा ढिलो हुन्छ, तपाईँहरू खाना खाएर बस्नु भन्नुभएको थियो। त्यही भएर बाबा, मम्मी, म, बुनु भएर खाना खानातिर लाग्यौँ। बुनुलाई कस्तो छ मासु भनेर सोधेको, एकदम मिठो छ नानी दिदी, थ्याङ्क यू यस्तो मिठो मासु बनाउनु भएकोमा भन्दै थिएँ।